छोरा हजुर यो पानी है ट्रान्सपेरेन्ट छ हो कि हैन अनि तिमीलाई थाहा छ स्नो पनि पानीबाटै बने हो कि हैन या तर पानी चाहिँ ट्रान्सपेरेन्ट हुन्छ अनि त्यही पानीबाट बनेको स्नो चाहिँ व्हाइट हुन्छ किन होला I don't know. ल त्यो त्यसको एन्सर दिनुभन्दा अगाडि म एउटा अर्को क्वेसन सोध्छु है त हाउ मेनी कलर्स आर देयर इन सनलाइट 7 कलर्स होइन अनि त्यसपछि त्यो 7 कलर्स इक्वली मिक्स भएर कहीँबाट आउँछ हाम्रो आँखा भने हामीले कुन कलर देख्छौँ थाहा छ व्हाइट है सो देयर इज द एन्सर अनि त्यसपछि अब स्नो भनेको त सानो सानो आइस क्रिस्टलले बनेको हुन्छ तिमीलाई थाहा छ नि हो कि हैन अब त्यसपछि बिलियन्स अफ त्यस्तो आइस क्रिस्टलमा होइन जब सनको लाइट पर्छ नि अब हरेक क्रिस्टलको त अब डिफ्रेन्ट सेप हुन्छ नि अनि त्यसपछि त्यो लाइट छिरेपछि रिफ्लेक्सन हुन्छ रिफ्र्याक्सन हुन्छ यति धेरै बााउन्सिङ अराउन्ड हुन्छ नि त्यो लाइट होइन अनि त्यसपछि त्यो सबै बाहिर आएर हाम्रो आँखासम्म पुग्दाखेरि त्यो मिक्स हुन्छ क्या सबै कलर्स एकैचोटि मिक्स भएर आउँदाखेरि अनि हामीले व्हाइट देख्छौँ क्या यस